साथीहरू मैले चाहिँ अहिले खाना खाइरहेको छु। बोल्नको लागि चाहिँ त्यति साह्रै कम्फर्टेबल लागेन, पछि बोल्दैछु गाइजहरू। मैले त्यो भोक लाग्नु थियो त्यो बोल्दै खाने गर्न पनि मलाई काम मिल्दैन कि। अनि एक्लै सिसामा अड्डाएर मैले भिडियो बनाएको गाइजहरू। म खरबुजाको अचार खाँदैछु अनि फेरि साग र भात अनि मुस्दै खाँदै करेलासित खाइरहेको भाइ। करेला चाहिँ मैले धेरै खाँदिनँ, खाँदा पसन्द गरेको गाइज मैले। करेला चाहिँ मैले खासै धेरै खाँदिनँ। त गाइजहरू मेरो भाइको थुप्रो खप्पो छ, आफूलाई हेर्दै नै आफूलाई डर लाग्छ मेरो भातको थुप्रो देख्दा। करेला मजाले खाइरहेको छु मैले। दाल त बोलियो दाल फेरि एकैचोटिमा खाना, किनकि मलाई बाक्लो दाल हुनुपर्छ। खाना मलाई पुछ्दै छैन कि बोल्नु पनि सक्छ, मलाई एकदम भोक लागिरहेको थियो। मैले पानी खाएँ, भात खाँदा पानी खान हुन्न भन्छन्, तर मलाई चाहिँ पानी खान गएर लागेको हुन्छ। अनि मैले चाहिँ अचार खाइदिएँ, खरबुजाको अचार। तपाईँहरू हामी बिहान सधैँ हल्दी बलियो खान्छ। त्यसपछि त मेरो हस्बेन्ड आउनु गयो, अनि फेरि व्याख्यान गरेर मेरो यो लिनुभयो। त्यसले एक्लै लिइरहेको थियो भिडियो। मलाई भनेको भए हुन्थ्यो नि, भन्दै हुन्थ्यो। त्यति भन्दा पनि मैले इग्नोर गरिरहेँ। अनि इग्नोर गर्दै खाँदै गरेँ। बुढोले चाहिँ हेर्नु न, थुर्मी अमरपुरमा पाइन्छ अरे त्यो थुर्मी भन्ने डाडु देखाइराख्नुपर्छ। मलाई चाहिँ सुरुमा थुर्मी भन्दा सुन्दा पनि आँखा चुलाएको थियो। थुर्मीको अर्थै बुझ्थेन। त्यो चाहिँ मलाई बुढाले सबै बताइदिनु भयो। मेरो पछाडि चाहिँ सासू हुनुहुन्छ, उहाँले चाहिँ घरमा मान्दै हुनुहुन्छ। हाम्रो घरमा चाहिँ एकदम सिस्टम टु सिस्टम छ कि गाइजहरू। आफूले खाएको थाहा आफू मान्ने। त्यही भएर चाहिँ मम्मीले पछाडि बारमा दिए हुनुहुन्छ। मैले चाहिँ कहीँ नहेरिकन कि क्यामेरामा पनि नहेरिकन एकदम कसले खाइरहेको छु कि गाइजहरू। एकदम भोक लाग्यो, खाइरहेको छु, पसिना आइरहेको छ, मैले पुसिरहेको छु। मैले भात खाइरहेको छु, मैले फेरि पसिना आउँछ, फेरि पुसिरहेको छु कि आफूले खाएको भिडियो हेर्दा चाहिँ आफूलाई आनन्द आएको। बाई गाइजहरू, आजलाई यति है त।